आज चाहिँ हामी पानीको बिल बुझाउनु आगो बन्दा रहेछ अनि हामी चाहिँ अब घर फेरि फर्किनेवाला छौँ। भाउजू र म आएको पानीको बिल बुझाउनुको लागि। यहाँ चाहिँ हाम्रो मन्दिर ठुलो छ, मन्दिर मजाको छ। सबैजना मन्दिर घुम्नु आउनेहरू दामी मजाले मन्दिर घुम्नुको चाहिँ हामी टुरिस्ट आएको क्या, दुईजना यहाँनिर टुरिस्ट आएको क्या यहाँनिर। अरू बेला अब कतिजना आउँथ्यो, अहिले आएको रहेछ टुरिस्टहरू यहीँ घुम्नु आउँछ मन्दिरमा। हामी चाहिँ अब पानीको बिल बुझाउनु आएको अनि त्यही भएर हामी पनि घुम्न आएको क्या टुरिस्ट मान्छे। अनि मेहन्दी लगाएको यस्तो गरेर गरेर मेहन्दी त सबै बिग्रिसकिसक्यो साथीहरू, यस्तो भइसकिसक्यो मेहन्दी पनि। अब हामी घुम्दै घुम्दै जाने यहाँबाट तपाईँहरूलाई परनिर घुम्ने जग्गा झन् दामी छ, त्यता पनि देखाउँछौँ क्या हामी। म र भाउजू दुईजना मात्रै आएको, दुईजनै अब घुमेर तपाईँहरूलाई देखाउने छु है। मेरो ब्लग हेर्दै गर्नुहोस् है साथीहरू। तपाईँहरू मन पऱ्यो भने लाइक सब्सक्राइब पनि गरिदिनुहोस् होला है। चाहिँ हाम्रो हस्पिटल है, हाम्रो पशुपतिको हस्पिटल ठुलो छ हस्पिटल, तर डक्टर चाहिँ त्यति साह्रो छैन है। यसो टेस्टहरू चाहिँ हुन्छ यहाँनिर, टेस्टहरू चाहिँ हुन्छ, ब्लड टेस्टहरू हुन्छ। अनि यसो ज्वरो मार्गी आयो भने चाहिँ दबाईहरू खाने दबाईहरू पाउँछ। हाम्रो मेन मलाई सबसे मनपर्ने चाहिँ सयपत्री फुल हो। अरूहरूलाई चाहिँ कुन कुन फुलहरू मनपर्छ तपाईँहरूलाई चाहिँ है। मलाई चाहिँ पुरा सयपत्री फुल चाहिँ धेरै धेरै मनपर्छ, मेरो चाहिँ फेभरेट हो। अन्त सबैको आफ्नो चोइस हुन्छ है साथीहरू, तर मेरो चाहिँ चोइस फुल हो क्या यो सयपत्री फुल चाहिँ हेभी मनपर्छ मलाई चाहिँ साथीहरू। तपाईँहरूलाई कसलाई मनपर्छ? अनि हामी चाहिँ यहाँबाट अब भित्र घुम्नु जाँदैछु। तपाईँहरूलाई मेन जग्गा पार्क देखाउँदैछु तपाईँहरूलाई। यहाँनिर चाहिँ पछि चाहिँ झन् दामी हुन्छ, तपाईँहरू यहाँनिर घुम्नु पनि आउनुहोस् होला। यहाँ चाहिँ हाम्रो लोकेसन चाहिँ हस्पिटलको सिधै उकालो जानेमा छ, तपाईँहरू आउनु सक्नुहुन्छ। हाम्रो यहाँ चाहिँ दामी छ, भ्युजहरू पनि राम्रो आउँछ। अनि तपाईँहरूलाई टिकटकहरू बनाउनु पऱ्यो भने दामी दामी भ्युजहरू छ, तपाईँहरू यहाँ आउनु सक्नुहुन्छ है। दामी छ। कतिलाई झन् यस्तो धुप्पीहरू भएको, यस्तो उयोहरू भएको कति मन पराउँछ। अनि त्यही भएर तपाईँहरू आउनु सक्नुहुन्छ। हाम्रो चाहिँ यहीँनिर स्कुल पनि छ, पहिला हामी पढेको स्कुल हो, यहाँ माथि स्कुलहरू पनि छ। अनि यहीँनिर हस्पिटल पनि छ। अनि यहाँनिर हाम्रो घुम्ने पार्क पनि छ, तपाईँहरू आउनु सक्नुहुन्छ। धेरै राम्रो छ, भ्युजहरू पनि राम्रो आउँछ। अनि हामी यहाँ त्यत्तिकै घुमेको तपाईँहरूलाई देखाउँदै जाँदैछ है साथीहरू। तपाईँहरू हेर्दै जानुहोस् होला है हाम्रो ब्लगमा। हिँड्दैछ हामी सबैजना आउनुहोस् भित्र छिर्नुको लागि। झन्डै ठक्यो, राम्रो छ जग्गा यहाँभित्र चाहिँ। हाम्रो भाउजू पर्ने र यो गर्दैछ, राम्रो छ, भ्युज पनि राम्रो छ, तपाईँहरू आउनु सक्नुहुन्छ है साथी। वाह ब्युटिफुल पोज, वाह दामी मजा। हेर्नु सक्नुहुन्छ साथीहरू, हेर्नुहोस् होला यहाँनिर पिङहरू पनि छ खेल्ने। अनि मर्निङ वाकहरू आउनु पऱ्यो भने बिहान पनि राम्रो छ, यहाँनिर हावापानी पनि मजाको आउँछ। र यहाँनिर आउँदाखेरि आनन्द फिल हुन्छ, मजा आउँछ क्या साथीहरू। त्यही भएर तपाईँहरू पनि आउनुहोस् होला है। हाम्रो यहाँ राम्रो बनाएको छ है। अब कतिजनालाई थाहा नहोला, तर तपाईँहरू घुम्नु आउनु सक्नुहुन्छ। यहाँनिर टिकटक बनाउनु पनि आउनु सक्नुहुन्छ, धेरै राम्रो छ है। यहाँनिर टिकटक बनाउनेहरूलाई पनि भ्युजहरू राम्रो आउँछ है साथीहरू। आउनुहोस् है, आउनुहोस् हाम्रो ठाउँमा पशुपति नगरमा है साथीहरू, इलाम पशुपति नगर। जिम सिलिबुती खेल्नु पनि आँटेको छ है। सरेर आउनु न।
यहाँ माथि हेर्नु न, यो के अरे डेटिङ आएर बस्ने जग्गा। यहाँ पनि बनाउन गइसक्यो। ले माथि चाहिँ त्यो लगाएर बनाउँछ ल। उर्ती पवन सरी। पानीको बिल बुझाउन आएको तर हामीलाई नै इन्जोय भइरहेको छ क्या। बन्द भएर जस हामीलाई रमाइलो भइरहेछ, इन्जोय भइरहेको छ क्या। हामी यहाँनिर घुमिरहेको छौँ दुईजना। फन 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 घुमिरहेछु क्या दुईजना। हामीलाई इन्जोय भइरहेको छ क्या। पानीको बिल बन्द हुँदा पनि इन्जोय नै हुँदो रहेछ। जे गर्दा पनि इन्जोय। आफ्नो मनले इन्जोय गर्यो भने त जे पनि इन्जोय 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 नि। जस मन चाहिँ खुसी राख्नुपर्छ। मन खुसी भयो भने जस्तो ठाउँमा पनि राम्रो लाग्छ, रमाइलो लाग्छ क्या साथीहरू। मन दुःख कहिले गर्नु हुँदैन, सधैँभरि ओठमा हाँसो लिइरहनुपर्छ है साथीहरू। जतिसुकै दुःख सुख जेसुकै आए पनि हाँस्नु चाहिँ छोड्नु हुँदैन हामीले। यो कुरा चाहिँ सबैले याद गर्नुहोस् है साथीहरू। घुमाइदिएको नि त्यहाँनिर पहिला। यो सबै बनाउनु होला है। अब बनाउनुको लागि होला हौ रेडी सबै गरिरहेको छ। एकछिन पिङ खेलौँ ल, एकछिन पिङ खेलौँ ल। चुन राम्रो रामले पिङ खेल्दै बसिरहेको छु क्या साथीहरू। अब क्या मजा आइरहेको छ। घर जानु पनि मन लागेको छैन क्या। आनन्द चिसो हावा अनि यसरी पिङमा बसेर हल्लिरहनु मजा आइरहेको छ क्या। कोक्रोमा नानीहरूलाई हल्लाएको जस्तो भइरहेको छ कि मजा आइरहेको छ। अनि त्यही भएर बसिरहेको छौँ कि हामी चिसो चिसो मौसम खाँदै। तपाईँहरू पनि आउनु सक्नुहुन्छ है साथीहरू। आउनुहोस् है, आउनु। धेरै राम्रो छ, हरियाली छ, राम्रो छ। हरियाली मन पराउनेलाई त झन् दामी छ है साथीहरू। पर भाउजू त झन् एक्लै यहाँ हल्लिँदै बसिरहेछ। उहाँलाई पनि आनन्द भइरहेछ कि मजा आइरहेको छ। मजाले यहाँनिर यो गर्दै बसिरहेको छ। ल साथीहरू टाटा बाई बाई। आज चाहिँ यति नै भिडियो। फेरि अर्को भिडियो तपाईँहरूलाई लिएर आउनेछु साथीहरू। तपाईँहरूलाई मेरो भिडियो मन पर्यो भने चाहिँ लाइक र सब्सक्राइब गर्नु नछोड्नुहोस् होला है साथीहरू। जस अलिकति भयो भने टक्क 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 लाइक चाहिँ गरिदिइराखिदिनुहोस् है साथीहरू। तपाईँहरूको साथ सपोर्ट पायो भने म तपाईँहरूलाई यस्तै यस्तै राम्रो राम्रो भिडियो फेरि बनाएर देखाउनेछु के साथीहरू। मलाई पनि मेरोमा लाइक साथीहरूले गरिरहेछ, सपोर्ट गरिरहेको छ भनेर त्यहाँदेखिको मलाई पनि बनाउनु झन् जोस जागर आउने बनाइदिनुहोस् है साथीहरू। म यसरी नै बनाउनु पाऊँ र तपाईँहरूलाई यसरी भिडियो देखाइरहनु पाऊँ। र धेरै 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 धन्यवाद। तपाईँहरूले सपोर्ट त तर गरिराख्नु भएको छ। अझै पनि तपाईँहरूको सपोर्ट साथ चाहिन्छ मलाई। त्यही भएर अझै पनि गरिदिनुहोस् होला है साथीहरू। तपाईँहरूलाई धेरै धेरै धन्यवाद। तपाईँहरूले गरिराख्नु भएको छ, अझै पनि गरिदिनुहोस् होला है। ल ल साथीहरू बाई बाई टाटा। भाउजूले पनि त्यहाँबाट टाटा गरिदिनुहोस्। बाई 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 बाई। अब हामी घर जाने हो साथी हो। अब त्यहाँ बसेर पनि काम छैन, अब जानै पर्छ। यसरी आनन्द लिएर पनि बसेर हुँदैन, घरमा जानु पर्यो। त्यही भएर हामी अब जाने यस्तो राम्रो भ्युज छोडेर। अनि त्यही भएर तपाईँहरू पनि आउनुहोस् होला है। यस्तो राम्रो भ्युज हेर्नुको लागि कति राम्रो छ यहाँ। आनन्द पनि हुन्छ। पिर टेन्सन हुने मान्छेहरूलाई पनि यहाँनिर आनन्द हुन्छ, मजा आउँछ। त्यही भएर टेन्सनहरू त ज्यादा लिनु हुँदैन साथीहरू। हाँस्नुपर्छ, रमाइलो गर्नुपर्छ। हुँदै गर्छ टेन्सन पिरहरू त, तर हाँस्नु छुनु हुँदैन, रमाइलो गर्नु छुनु हुँदैन है साथीहरू। कतिखेर के हुन्छ थाहा हुँदैन। त्यही भएर आफूले रमाइलो चाहिँ गरिराख्नुपर्छ। सधैँभर हाँसिरहनुपर्छ, खुसी रहनुपर्छ है साथीहरू। यो चाहिँ मेरो मनदेखिको भनेको साथीहरू। सधैँभर खुसी रहनुहोस् है तपाईँहरू। टाटा बाई बाई साथीहरू। फेरि अर्को भिडियो लिएर आउनेछु। अहिलेलाई चाहिँ यति नै हो साथीहरू। थ्याङ्क यू फर वाचिङ साथीहरू।